हेलो सेवा नमस्ते सबैजनालाई। म दिपा राई। आज चाहिँ हामी खानेकुरा लिएर आएको छौँ। अनि कोरियन चाउचाउ स्पाइसी अनि आलु चप। सेवा म अनु राई। आज हाम्रो मुखबाङ गर्ने खानेकुरा लिएर आएको मुखबाङको सहित पिरको परे खर्सानी लगाएर खाँदैछौँ गाइस साथी हो। अब चाहिँ हामी खायौँ ल साथीहरू। तपाईँहरू चाहिँ हाम्रो भिडियो हेरेर इन्जोय गर्नुहोला अनि हामीलाई सपोर्ट गर्नुहोला। हामी चाहिँ नयाँ नयाँ हौ, हामीलाई माया गर्नुहोस् है। हामीले खायौँ ल साथी। आजदेखि है यो गरेको चाहिँ झरीको यो साथी मेरो त छैन। ल खाइ ल। अब यहाँ कस्तो सेलिसक्यो यार, छुट्टो छुट्टो खाउँ भनेको। खायौँ ल साथी हो। मुख पनि ठुलो छ, चम्ची सानो परेछ। साटौँ न त त्यसैन। मुख हेरेर नतर्सिनु होला है गाइस। फेरि के अरे बाघको मुख खाए पनि रातै नखाए पनि रातै हो। उहाँ चाहिँ एकतालमा यस्तो जुन जस्तो भइदियो यार। हामीले चाहिँ स्पाइसी नुडल्स खाएको है। कस्तो भयो दिदी? रुट दामी भयो। हाम्रो मेरो साथी दिपा राईले बनाउनु भएको खानेकुरा गाइस एकदम दामी भएको छ। बहिनीको च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्नुहोस् है। बहिनीको सब्सक्राइबलाई च्यार्ज गरिदिनु अरे। नो प्रब्लम गाइज। ब्याकग्राउन्डलाई डोन्ट माइन्ड। अब अगाइन्छ कि अगाइँदैन गाइज मुखबाङकोमा। मिठो 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 छ है। यम्मी यम्मी। यस। हेलो गाइज पछाडिको यम्मी। अगाडि मात्रै हेर न, पछाडि। आलु चप चाहिँ एकदम दामी छ यार। यो करेन्ट चाउचाउ भन्दा नामै करेन्ट। अनि कहाँ मिठो हुन्छ त यार। गाइज डोन्ट माइन्ड। हामी भर्खर सिक्दैछौँ क्या। लाइक फलो गर्नुभयो भने हामी फेरि मुखबाङ नाकबाङ सबै यस्तो बनाउँछौँ। भिडियो हामी लिएर आउनेछौँ। तपाईँहरूको माथ गाइस। अब खानुपर्ने त ड्युको नि दोकानै टाढा छ यार हाम्रो त। अनि यस्तै फिल्टरको पानी चल्छ। साथीहरू तपाईँहरूकोमा त फ्रिज होला, हाम्रोमा त फ्रिज पनि छैन। गर्मी बढेको छ। कस्तो अप्ठ्यारो भयो सानो भएर ठाउँ। सानो होइन, मान्छे चाहिँ ठुलो भयो। उच्च चाहिँ पऱ्यो नि त। भरे बा पेट दुख्ने हो कि।